बस मान्छेको लाज हो क्या, कन्फिडेन्ट नभएको त्यो चाहिँ हुनु भएन, एकदमै त्यो चाहिँ हुनु भएन। ठिक छ अङ्कल, ठिक छ, ठिक छ, ठिक छ। हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। सो धेरै टाइम पछि चाहिँ मेरो चाहिँ लङ टाइम पछि चाहिँ ब्लग आइसकेको छ, न्यू फ्रेस ब्लग आइसकेको छ। आजभन्दा 2-3 वर्ष अगाडि चाहिँ म ब्लग बनाउँथेँ नर्मल फोनमा, नर्मल क्यामेराबाट नर्मल ब्लग सब बनाउँथेँ। सो आज चाहिँ धेरै कुराहरू अपडेट गरेर चाहिँ म चाहिँ न्यू फ्रेस ब्लग लिएर चाहिँ आइसकेको छु। सो सबैजना जोडिनु होला, साथ दिनु होला होइन, हामी बनिदिनु होला, त्यही भन्न चाहन्छु। अनि त्यही हो गाइस, आज पर चाहिँ अब दामी दामी ब्लगहरू आउनेछ मेरो। सो बाहिरको भ्यू देखाइदिन्छु तपाईँहरूलाई। अहिले चाहिँ कस्तो छ भने, अहिले चाहिँ यस्तो छ बाहिरको भ्यू, घाम लागिरहेको छ हल्का, यस्तो छ मौसम। अनि म तपाईँहरूलाई म बस्ने घर पनि देखाइदिन्छु। सो यो रहेको छ म बस्ने घर म चाहिँ। अनि यो गाडी चाहिँ यहाँकै हो, अनि यो गाडीमा चाहिँ काममा जाने आउने त्यस्तै गरिन्छ, यहीँ घरकै हो। मेरो साउको भनौँ न गाडी हो। यहाँ चाहिँ फुलहरू चाहिँ दामी दामी छ क्या, त्यो फुलहरू चाहिँ यता फुल यता फुल दामी लाग्छ यहाँ बाहिर चाहिँ। यतापट्टि पनि छ फुल, यस्तो छ। अनि यो चाहिँ हो म बस्ने रुम, तपाईँहरूलाई म बस्ने रुम पनि देखाइदिन्छु यसो। सो यो रहेको छ, यो चाहिँ म सुत्ने बेड हो, यो चाहिँ मौसम भाइ सुत्ने बेड हो होइन। टक्क लाएर यो भाइ र म चाहिँ यही रुममा बस्छौँ, दुईजना मिलेर। टक्क लाएर भाइले बनाएको ड्रइङहरू देख्न सक्नुहुन्छ, यस्तो यस्तो बनाउँछ भाइले ड्रइङ, खतरा आर्टिस्ट हो होइन। यस्तो दामी बनाएको रहेछ, जे होस् चुइगम खाएको खाइ गर्छ भाइले। रुमहरू कपडाहरू तल यस्तो यस्तो छ, कपडाहरू टक्क लाएर। यहाँ कुर्सी छ एउटा, म सुत्ने चाहिँ यही हो कि मैले चाहिँ कपडा सुकाइरहेको छु यहाँनिर धोएर, छिटो सुक्छ क्या यहाँ फ्यानले गर्दाखेरि, छिटो सुक्छ क्या, त्यही भएर। अब कति 7 बज्न आँट्यो होला, त्यसमा चाहिँ अब 8 बजेतिर चाहिँ हामी चाहिँ काममा जान्छौँ हामी सबैजना। अनि म पनि सबैजना भएर जान्छु। अब तपाईँहरूलाई म यसो माथि छतमा गएर चाहिँ यसो भ्यू देखाइदिन्छु आजको। यस्तो छ, तर आज चाहिँ पानी परिरहेको छैन। हिजो चाहिँ पानी, हिजो होइन अस्ति चाहिँ पानी पऱ्यो, मजाले नै पऱ्यो, तर आज चाहिँ छैन, घाम लागिरहेछ। आज लास्टै गर्मी हुन्छ होला मलाई लागिरहेछ। तपाईँहरूलाई माथि गएर भ्यू देखाइदिन्छु टक्क लाएर दामी छतमा गएर है त। म चाहिँ जाँदैछु माथितिर, छतमा आइसकेको छु म चाहिँ। के छ यहाँ सो छतको भ्यू दामी देखिन्छ है यहाँबाट। सो देख्न सक्नुहुन्छ भ्यू, दामी देख्छ है यहाँबाट। टक्क लाएर स्लो मोसम है त, स्लो मोसममा। ठिक छ, ठिक छ। कस्तो हो भन्दाखेरि यो चाहिँ छाता चोक भन्छ, उर्लाबारी छाता चोक। अनि उर्लाबारी मेन बजार चाहिँ यहाँबाट यो रोड हुँदै उता गएर यहाँ उता हो क्या उर्लाबारी मेन चोक चाहिँ। यहाँ ड्राइगन फ्रुटहरू यसो रोप्नु भएको छ, खतरा छ। माथितिर पनि फुल दामी छ, यस्तो छ, दामी छ। ल भ्यू पनि दामी हेर्नुभयो होला, कस्तो लाग्यो कमेन्ट गर्नु होला। यो चाहिँ छाता चोक भन्छ यसलाई चाहिँ, दामी छ, हरियाली छ चारैतिर वरिपरि। अनि यहाँ छतबाट चाहिँ दामी देख्छ क्या भ्यू। अब फेरि
अहिले भर्खरै घाम लागिरहेको थियो मौसम यस्तो भइसक्यो कालै एकछिनमा पानी पर्न बेर छैन अब त्यस्तो म चाहिँ जान्छु अब तलतिर म अब तलै झरिदिन्छु अन्त यो चाहिँ हामी बस्नेदेखि माथिल्लो तल सो यहाँ चाहिँ अङ्कल आन्टीहरू बस्नुहुन्छ एउटा भ्लगर भएपछि यति मात्रै हुन्छ हातमा यति हो हुने भन्नु यति हो बोल्ने भ्लग बनाउने त्यति हो सो अर्को कुरा चाहिँ के छ भन्दाखेरि अघि चाहिँ स्ट्यान्ड पर बनाइरहेको थिएँ मैले भ्लग त्यो स्ट्यान्ड चाहिँ माथि अङ्कलको हो मेरो होइन म पनि बिस्तारै लिनेछु अहिले चाहिँ हात परै बनाइरहेको छु मैले हातमा अँठ्याएर फोनलाई चाहिँ सो अब सुरुमा त अब अलिक भ्लग राम्रो हुँदैन बिस्तारै इम्प्रुभ हुनेछ राम्रो हुनेछ भ्लग गाडी गयो देख्न सक्नुहुन्छ पछाडि टिप्पर भन्छ कि के भन्छ यसलाई बिस्तारै राम्रो हुनेछ इम्प्रुभ हुनेछ सबै कुराहरू बस हेर्नु चाहिँ पर्यो त्यति मात्रै हो उता पर चाहिँ एउटा दिदी आउनु हुँदैछ त्यो दिदीलाई चाहिँ सोध्छु म कस्तो लाग्यो मैले भ्लग बनाएको भने हेलो दिदी बस्नु न एकछिन ए नबस्ने ल ल ल ल जानुभयो लाज लाग्छ अब अर्को को आउँछ त एकजना कोही आयो त सोध्नु हुन्छ गयो अब हुनु त अब त्यो दिदीलाई मैले त्यतिको भन्यो अब कहाँ गएर होला हुन त अब बुझ्नु पनि पर्छ बिजी सिजी कहाँ काममा गएर होला तर त्यो दिदी चाहिँ अब नेता होइन क्या त्यो भ्लगमा आउनु केही हुँदैन क्या बस मान्छेको लाज हो क्या कन्फिडेन्ट नभएको त्यो चाहिँ हुनु भएन एकदमै त्यो चाहिँ हुनु भएन सो आजबाट चाहिँ त्यो हुने छैन मेरो एकदमै कन्फिडेन्टको साथ भ्लग बनाउँछु कोहीसित अनि एकजना मान्छे त जानुभयो तर होस् अलिकति ढिलो भयो गयो हिँड्दै आउने भयो भने चाहिँ सोध्नुहुन्छ क्या मान्छेलाई कस्तो लाग्दो रहेछ त होइन यसरी भ्लग बनाउँदाखेरि त्यो चाहिँ सोध्नु पऱ्यो क्या अर्को पनि गयो यसरी कुदिरहेको हुन्छ हामी अर्को पनि आउँदैछ हेलो हेलो भन्छु यस्तो नहेरी चल्दै ब्रोहरू यस्तो खालको ब्रोहरू यार यो भाइहरूलाई सोध्दैन ओ भाइ के छ यता आऊ न रोक न यस्तो गएको ल ल ल भाइहरू पनि लजाए गयो काम छ बस न म भन्छु त्यहाँ बस न फिर्केर आऊ त ए भाइहरू गयो काम छैन के छ दाइ खबर ठिक छ दामी हो ठिक छ अङ्कल ठिक छ ठिक छ ठिक छ अब चाहिँ हामी काममा जान लाग्यो सबैजना रेडी भइसकेको छ अङ्कल अङ्कल पनि आइसक्नु भएछ किन हाँसेको हो ब्रो के भयो वाट प्रब्लम यो त्यत्तिकै हाँस्न पाइँदैन के देखाउन त्यस्तो ल चाबी साबी लाऊ म चढ्दिएको होइन त्यसरी अब लाग्दिनु पर्छ
कागती पनि फल्दै रहेछ हेर कागती होइन सानो सानो रहेछ बिस्तारै हुन्छ फेमस मान्छे छ अनि कहाँ बस्ने तिमी त भाइरल हुन्छ अनि भाइरल मान्छे हाम्रो गाई अनस्टप भयो होइन च्यानल भन्दैन अनस्टप भयो के अरे भिमा भन न आफै अझै दुध किन्न आएको छ अङ्कल अङ्कल गाडी त्यहाँ छ डेरी है यो चाहिँ हामी सधैँ दुध लाने डेरी सरी ल दुध लिएर पनि आइसकेँ मैले ल पैसा लिँदा अब चाहिँ हामी आइपुग्न आँट्यौँ बसल होइन यो चाहिँ उर्लाबारी मेन बजार हो मेन बजारमै छ हाम्रो अनि आज शुक्रबार पनि सबै बन्द है यहाँ हो के हो आज के हो आज फाइनली हामी आइपुगिसक्यो है गाडी पार्क हुन्छ यहीँ है ग्याल खोल्ने हो कि धुसामा आउने हो कि मकैसम्म आउने पहिले झर ल यो उर्लाबारीको मेन बजार चाहिँ हामी आइसकेको छौँ गाइज सो गाइज बाँधेर राख तिमीलाई मेन चोक यो चाहिँ यो हाम्रो पसलै बाँधेर राख तिमीलाई ल खोला भाइ म चाहिँ आइसकेँ किचनमा अब मेरो काम भनेको चाहिँ अब चाहिँ प्याज चप गर्नुपर्ने हुन्छ मोमोको लागि प्याज चप गर्नुपर्ने हुन्छ किचन हामी डेली वर्किङ गर्ने किचन यही हो ल उसको पनि मेरो पनि होइन के हो ल अब टक्क लाएर म चाहिँ प्याज स्याज चप गर्छु होइन ल एप्रोन पनि लाएर अब चाहिँ काम सुरु हुन्छ होइन दोस्रो काट्नु के गर्नु काट्दैन
सो अनि मैले चाहिँ प्याज पनि काटेर पनि सबै भएर पनि यहाँ मोमो बनिसक्यो स्पेसल दामी बन्छ है मोमो चाहिँ अनि यहाँ भेजको किमा मोलेको छ भेजको किमा अब यो बनाउनु बाँकी छ चिकन चाहिँ बनाइरहेको छु सो म चिया खाइरहेको छु फेरि म धेरै खान्छु है चिया चाहिँ यति ठिक छ अनि यहाँ पाक्दैछ मोमो यस्तो छ मासुहरू टक्क लाएर अरू त धेरै कुरो नगरौँ गाइज त्यही हो अनि यो भिडियो चाहिँ यहीँसम्म हुनेछ सो सबैले लाइक गर्नु होला मन पर्यो भने लाइक गर्नु होला मन परेन भने पनि लाइक गर्नु होला सब्सक्राइब पनि गर्नु होला सबैले सेयर पनि गर्नु होला त्यति नै भन्दै सबैलाई बिदाई माग्न चाहन्छु होइन सी यू नेक्स्ट भिडियो